सबैलाई पहिलो अनि आजको दिनलाई चाहिँ हामी क्यामेराको थ्रोबाट मोबाइलमा क्याप्चर गरौँ। लेट्स गो। हाई गर मुख पनि हाई गर त रेडी भएर हाई गर्न अनि अब यहाँ हामी बहिनी जान लागि त्यही भएर म यहाँ सरप्राइज ठिक पार्दैछु। बहिनी भात पकाउँदैछ भात खाना बनाउँदैछ। अब त्यसलाई तल बोलाउनुपर्छ अनि हुन्छ सबैजना यहाँ रेडी भएर रेडी भएर ए केही हुँदैन खाना पनि यता यो त यसको त पुरै नगर्नु बचकड भाइ त बढ्नुहोस् है कहाँ बढी यसलाई चाहिँ गर्दैन नि यसलाई नि दियो अरे क्या यसलाई सकिन्छ अझै छ हौ उयोलाई गरिदियो अरे क्या मलाई दे नाइ नाइ ए भाइलाई दियो अरे क्या मोबाइल भरिलाई सिले तेरो मोबाइल कसको फोन आयो इले ला न तँ बाल्नु ओइ सुशान्त लाइट बाल्दैन टुप्पीतिर बाल्छन् कि त्यता हाल्छ टुप्पी नै हो त के थिएन दोसला थिएन भन्दै चाहिँ दोस ओइ यहाँ हेर मलाई जिरो भएर बाजे त मलाई 117 तेरो आइडियामा थियो है कस्तो फिल हुँदैछ बता दुःख लाग्दैछ खुसी लाग्दैछ ए त्यहाँ छ क्या अर्को मम्मी आउनु है मम्मी जानु वा खाउँ न भयलु ए अनरदलले कठैबारी भन्दै कठैबारी दलले खाने चाहिँ धेरै नसुन नपाएर खानुपर्छ के जुनी खैले यहाँ भिडियो ल हाम्रो अब रेजेलाई बाई बाई गर्ने बेला भयो। सबजना सानी उहाँ ठुमम्मी यहाँ रेजेको साथी सब तयार हुँदैछौँ। उहाँ बुवाले हेर्दैछ बिचरा नातिनीलाई। कति वर्षपछि बुवा कति वर्ष हुनुभयो तपाईँ 90 कति 100 95 वर्षमा कान्छी नातिनीलाई बिदाई गर्नुहुँदैछ बाई बाई होइन बुवा रेडी हुँदैछ। हेलो गर्नुहोस् यता कता गयो सन् लिना पनि बोल्दैछ यता खानु त यता यसरी घुमाउनु न यसरी मोबाइल घुमाउनु न यसरी 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 कसैको लगेका छैन क्या मोबाइल लगेका त फोन गर्दा हुन्थ्यो। यहाँ हामी माइली पनि हेर्दैछ यसलाई त कस्तै लाग्दैन होला यता विदेश पुगेर आएको चाहिँ मरुँदै गएको अनि अरू के मरुन्छ जस्तो हुँदो होला नि डरै तँलाई त्यस्तै हुँदैछ फिल म भ्लग गर्दैछु यहाँ हाम्रो बाबा यी बिचरा छोरी बिदाई गर्ने बेला बाबा मम्मी मोबाइलमा देखिदिनु बाबा उहाँ हेर्दैछ छोरी बिदाई कता देखिन्छ भन्दै देखिन्छ हाम्रो बाबा यहाँ हेर्दैछ बिचरा
यहीँ बरु यसै देखिँदो रहेछ कि बाबा यहाँ हाल्दैछ पछि छोरीलाई बिदाई गर्ने बेलामा अब भइसक्यो नि ल ल लु मम्मी आउनु यता हेर्न अर्को हातले पनि दुई हातले दिने तीनपल्ट हो त्यसो गर्नु अब सुइसी फर्केर हेर्नु ल हामी लाग्यो हेर न भेडा सर गर्दैन होला तँ के भोके कसलाई हो त्यो चिनेको रातसँग हेरेको हौ हामी अब गाडी साडी चढेर हिँडिसक्यो कोही कोही के गर्नु यहाँ कपाले कस्तो गन्जी कति 72 बर्बाद भयो त निदा हुँदैछ पुरै निदा आएछ अनि धेरै बुझेको पनि आँखा मिच्दै सुत्दैछन् ओ गुड मर्निङ अरे क्या पुग्नु होला गाह्रो मोमेन्ट आउँछ भएर पिछो भइसक्यो अहिलेदेखि भाइ त गोरो लाग्छ हेर त यही क्यामेरा न यही क्यामेरा भाइ मेरा बाका 4 सन्तान पहिलो सन्तान पराए घर बाँकी 2 सन्तान परदेशीलाई नजान त भन्न नसक्यो न गइताले भनेर मन बुझाउन सक्यो खै सबै बाध्यता रहेछ हाम्रा बा परदेशी दा हरेक चाडबाड खल्लो हुन्थ्यो अनि हामी कोही अब परदेशी नै छैनौँ भन्थ्यौँ खै त तिमीहरू पनि पालै पालो परदेशी हो लामै गर्नु जिम्मेवारीले खोइ कसरी थिचेछ तिमीहरूले न आफूलाई सानै छु भन्न पायौ न बाआमाले मेरा छोराछोरी बालाखे छन् भन्न पाए न मैले मभन्दा साना भाइ बहिनी हुन् भनेर रोक्नै सके टल्की होला नि त यो टल्किँदैन भिडियो गर्न त्यहाँ आउँदैछु त चेक इन पास युनिट छ नि त्यहीँनिर छु फर्स्ट यता निक्लिने